मान्नु आफ्नो कुलको उद्धार जसबाट छ। कौसु जननी पिता र गुरुमा जसको अविश्वास छ। को हुन् शीतल चन्द्रमा सरी सदा भैमा हिँडै सतजना। कसको छुट्दछ दुःख सक्छ जसले संसार छोडिदिन। नाना जन्मभरि बडो श्रम गरी जङ्गल गुफामा रही पानी घाम बतास भोक र तृषाका दुःख सारा सही। चौधै लोकभरि घुमे पनि कहीँ पाइन्न जो दर्शन। उस्तो दर्शन पाउँदा किन नहोस् गदगद मुनिको मन। नङ्गै भइकन शम्भुले जलमा विष खाई सुत्नु पर्यो। ब्रह्माको पनि अघि 5 मुख थियो 4 मुख मात्रै रह्यो। विष्णुलाई पनि श्राप पर्दा घोडा स्वरूप बनी संसारका सब दुख निभाउनु भयो अवतार अनेकौं बनी। नध्यानै शिवको गरेर पछिको जन्जाल मेटिदियौ। न स्नानादि जप व्रत तीर्थ तपले स्वर्गै समेन अर्जियौ। पौशाला पुलपाटीले न त कहीँ नामै चलाइदियौ। एउटा केही पुरुषार्थ सिद्ध नगरी यो जन्म फालिदियौ। यस्ता जन्म बिते हुनन् अघि कति उद्योग हो भो कति। पत्नी पुत्र शरीर सम्पत्ति भए जन्मै पिछेका कति। आफ्नै थिए सबती भने किन छुटे अहिले म एउटै किन। तस्मात् केही पनि छैन आफ्नो बसमा यही सोच रातौं दिन।